राजनीति चाहिँ आज गाली नै गालीले भरिएको छ। अब कहिलेकाहीँ यसो घर परिवारमा राजनीतिक कुरा यसो निकालिन्छ, अनि त्यहाँ पनि नानी केटाकेटीलाई यसो कुरा गर्दाखेरि ए बाबा तपाईँको राजनीति गाली नै गालीले भरिएको छ भन्छ। अनि गाउँ समाजमा यसो साथीभाइ इष्टमित्रसँग यसो भेट हुँदाखेरि अनि यसो राजनीतिक गफ निस्किन्छ, उहाँहरूको पनि त्यही हो, तपाईँको राजनीति गाली नै गाली छ, के हो राजनीतिमा गाली नै गाली छ भन्छ। अनि राजनीति त गालीको निम्ति होइन नि त, राजनीति त विकासको निम्ति गर्ने हो, सुशासन कायमको निम्ति राजनीति गर्ने हो। अनि राजनीतिक भनेको चाहिँ आज विकासको निम्ति गर्ने हो। अब देशमा विकास नभएको पनि होइन, विकास भएको छ, जनताको आँगन आँगनमा चाहिँ पिच बाटो पुगेको छ। त्यति मात्र विकासले हुँदैन, जनताको खल्तीमा पुग्ने विकास हुनु पर्यो, जनताको खल्तीमा पैसा पुग्नु पर्यो, जनताको पेट भर्नु पर्यो। आज त्यो खालको विकास नेपाली जनताले खोज्दैछ। आज झापा क्षेत्र नम्बर 3 को म सन्दर्भमा भन्न चाहन्छु, झापा क्षेत्र नम्बर 3 मा चाहिँ आज त्यहाँको विज्ञ साथीहरूलाई मैले त्यो ठाउँमा ल्याएर त्यहाँ इन्जिनियर टेक्निसियन त्यहाँ व्यवसायिक साथीहरूसँग मैले एउटा सल्लाह गरेर त्यो ठाउँमा चाहिँ जनताको खल्तीमा पैसा पुग्ने कार्ययोजना, मस्थस कार्ययोजना मसँग छ। यदि झापा क्षेत्र नम्बर 3 को जनताले चाहिँ मलाई त्यो कार्यक्रम गर्ने जिम्मेवार दिन्छ र भने त्यो कार्यक्रम म त्यो ठाउँमा कार्यान्वयन गरेर देखाउन सक्छु। यदि त्यो कार्यक्रमको लागि चाहिँ खर्ब पैसा लाग्ने पनि होइन, त्यहाँ धेरै पैसा लागेर त्यो रोकिने पनि होइन, त्यो कार्यक्रम सामान्य छ र त्यो कार्यक्रमले चाहिँ झापा क्षेत्र नम्बर 3 को जनतामा चाहिँ खल्तीमा विकास पुगाउन सकिन्छ। त्यो कार्यक्रम मसँग छ। आज म चाहिँ के भन्छु भने देशमा नै कार्य प्लट गराउँछु म भन्दिनँ, म झापा क्षेत्र नम्बर 3 को सन्दर्भमा भन्छु। झापा क्षेत्र नम्बर 3 लाई चाहिँ सारा संसारले देख्ने बनाउँछु र झापा क्षेत्र नम्बर 3 बाट सारा संसारलाई म सिक्ने खालको म एउटा कार्यक्रम योजना, ठोस कार्यक्रम योजना मैले तयार गरेको छु। र झापा क्षेत्र नम्बर 3 को जनतालाई म फेरि पनि भन्छु, यदि मलाई त्यो दिउन उहाँहरूले त्यो विश्वास गरेर त्यो मलाई जिम्मेवार दिन्छ भने त्यो कार्यक्रम त्यहाँ म लागू गरेर देखाउँछु र कार्यान्वयन गर्नु सक्ने कार्यक्रम हो। त्यो तपाईँ हामी सबै मिलेर त्यो कार्यक्रम तपाईँको त्यहाँ त्यो ठाउँमा हामीले कार्यान्वयन गर्न सक्छौँ। र म के भन्छु भने झापा क्षेत्र नम्बर 3 को मात्र नभएर अन्तिममा झापा जिल्लामा नै विकासको कार्य प्लट गराउँछु म। र झापा जिल्लामा नै त्यसले फाइदा झापा जिल्ला जनताले फाइदा उठाउनेछ। त्यति मात्र नभएर हाम्रो छिमेकी जिल्लाले पनि त्यो फाइदा उठाउनेछ र त्यस्तो विकास कार्यक्रम योजना मसँग छ। यदि झापा क्षेत्र नम्बर 3 को जनताले चाहिँ मलाई जिम्मेवार दियो भने त्यो म ठोस कार्यक्रम योजना केही समयभित्र तपाईँहरूको सामुमा ल्याउनेछु र त्यस विषयमा हामी बहस गर्नेछौँ र फेरि तपाईँहरूसँग सरसल्लाह गर्नेछौँ। धन्यवाद।